खासमा एउटा समस्या भएछ क्या। अब हाम्रो बहिनीले चाहिँ सामान अर्डर गर्नुभएको रहेछ। यो मैले देखाएको पेजबाट चाहिँ उहाँले सामान अर्डर गर्नुभएको रहेछ। अनि सुरुमा पैसा नि पठाइदिनु भएछ। उहाँहरूले पनि नागरिकताहरूको फोटोकपी जेन्युन हो हामी पठाइदिन्छौँ भनेर पठाइदिनु भएको रहेछ। अनि त्यो पैसा पठाउने क्रममा चाहिँ अरू बाँकी 28,000 समथिङ यहाँ भए जस्तै पैसा हालिदिनु भएछ। गयो भनौँ न, अब त्यो बाई मिस्टेक गयो। अनि त्यस पछाडि त्यो पेजको मान्छेहरूले नि रेस्पोन्ड गर्न छोडिदिनु भएछ क्या। अनि उहाँहरू जेन्युन हुनुहुन्छ भने त अब कन्ट्याक्टमा आउनु पऱ्यो, उहाँले पैसा रिफन्ड गरिदिनु पऱ्यो। मान्छेबाट मिस्टेक हुने हो। अनि यसरी त कसरी हुन्छ त? कोही मान्छेले यत्रो रकम हालिदिइसकेपछि त उहाँहरू पनि अलिकति राम्रै व्यवसाय गर्ने मान्छे हो भने त अलिकति रेस्पोन्सिबल भएर म पैसा रिटर्न गर्छु भन्ने त हुनु पऱ्यो नि त। तर भएको छैन। अनि यस्तै समस्या अरूलाई पनि परेको छ कि कमेन्ट गरिदिनु होला। अनि म त्यो पेज, यो पेज जुन छ यसलाई पनि अलिकति सबैले खोजी गर्नु पऱ्यो। अब रकम त हराएछ, पुलिस केस पनि भएको छ, तर उहाँहरूले रेस्पोन्ड गर्नुभएको छैन के हो। अब उहाँहरूको ब्रान्ड रेपुटेसन खराब गर्न खोजेको पनि होइन, नराम्रो गर्न खोजेको पनि होइन। तर उहाँहरू एटलिस्ट कन्ट्याक्टमा त आउनु पऱ्यो नि त। राम्रो कुरा हो भने राम्रो कुरा भन्नु पऱ्यो। यस्तो हो म रिफन्ड गरिदिन्छु भन्नु पऱ्यो कि त कन्ट्याक्टमै नआइसकेपछि भनेको त अरू धेरै गलत अर्थ लाग्छ नि त। हस्, थ्याङ्क यू। कमेन्ट गरिदिनु है सबैले। यो पोस्ट चाहिँ अलिकति हेरिदिनु होला। थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ।